आदरणीय व्यक्तित्वज्यूहरू यस्तो कार्यक्रमहरू बेला बेलामा हुनु उपयुक्त हुन्छ भन्ने लाग्छ। सर्वसाधारण र जनचासो भएको कुराहरू सबै महत्त्वपूर्ण व्यक्तिहरूको अगाडि राखेर त्यसलाई निराकरण गर्ने जुन प्रयत्नहरू हुन्छ यसले सकारात्मक एउटा सन्देश दिन्छ र आएका समस्याहरूलाई समाधान गर्नेतर्फ जानलाई एउटा मार्ग प्रशस्त हुन्छ भन्ने हिसाबले म यो कार्यक्रम राखेकोमा उहाँहरूलाई धन्यवाद दिन चाहन्छु। र विशेष गरी दोलखा जिल्लाको सन्दर्भमा हामीहरू राजनीतिक दलका साथीहरू र प्रशासन प्रहरी प्रशासन सबैसँग सुमधुर सम्बन्ध कायम रहेको जिल्ला हो यो। कुनै कुनै बेला तिक्तताहरू उत्पन्न भए पनि समग्रतामा दोलखा जिल्लामा सबै कार्यालयहरूसँग दलहरूको सम्बन्ध राम्रो रहेको कुरा यहाँहरूलाई अवगत गर्न चाहन्छु। किनभने सबै कुराहरू उहाँहरूले गर्नै नसक्ने परिस्थितिहरू कानुन भन्दा बाहिर जानुपर्ने परिस्थितिहरू त उहाँहरू मान्न सक्नुहुन्न। किनभने उहाँहरूलाई पनि नोकरी पनि खानु छ, देशको सेवा पनि गर्नु छ, जनताको सेवा पनि गर्नु छ। त्यसकारणले ती अप्ठ्यारा कुराहरूमा त उहाँहरूले रिजर्भेसन राख्नु होला। अन्यथा मलाई 77 जिल्लाको सभापतिहरू जम्मा हुँदै गर्दा पोखरामा हाम्रो एकजना नेताले भन्नुभयो यो देशमा सुशासन कायम गर्दाखेरि 77 जिल्लाको सभापतिहरूले कसले भन्न सक्छ सबै डकुमेन्ट पुगेको आधा घण्टामा काम सुचारू रूपले चाहिँ त्यो सम्पन्न हुन्छ भनेर कसले भन्न सक्छ भनेर भन्दा मैले पहिलो हात उठाएर दोलखा जिल्लामा सबै कुरा प्रक्रिया पुगेको आधा घण्टाभित्र काम भएको छ र भएन भने त्यसको सन्दर्भमा हामी छलफल गरेर तत्काल निराकरण गर्न सक्ने क्षमता हामी दलहरूले राखेका छौँ भनेर भनेको थिएँ। त्यस्तै मलाई लाग्छ केही कुराहरू हामीहरू राजनीतिक दलका मान्छेहरूले कानुनभन्दा बाहिर अलिकति व्यवहारिक रूपमा पनि मिलाइदिनुहोस् न भनेर आग्रह गर्ने गर्छौँ। तर उहाँहरूले कानुनी अडान लिँदा के कन्फ्लिक्टहरू आउन सक्छ। यद्यपि त्यसरी ठुलो खालको तिक्तताहरू अहिलेसम्म उत्पन्न भएको छैन। केही इतिहासहरू छन् त्यस्तो तिक्त उत्पन्न भएका इतिहासहरू पनि छ। केही सिडिओ साहबहरूसँग धेरै ठुल्ठुला तिक्तताहरू पनि उत्पन्न भयो। कार्यकक्षमै हातपात हुनेसम्मको परिस्थितिहरू उत्पन्न भए। निर्वाचनमा निर्लज्जतापूर्वक सहयोग गरेको आरोपहरूबाट रातारात जानु परेको इतिहासहरू पनि छन्। तर ती धेरै अगाडिका कुरा हुन्। त्यसपछिका सिडिओ साहबहरू डिएसपी साहबहरू जाँदै गर्दा यहाँबाट चाहिँ राम्रै ढङ्गले गएको छ र हामीहरूले दिनदिनै उहाँहरूसँग संवाद भइराखेको कारणले गर्दा धेरै सुझावहरू अघि हाम्रा साथीहरूले दिनुभएको सुझावहरूलाई नेपाली काङ्ग्रेस दोलखाले समर्थन गर्दै महत्त्वपूर्ण कुराहरू आइसकेको छ। त्यसैले तिनै कुराहरूलाई अगाडि बढाएर जाउँ। अन्य कुराहरू छलफलबाट हामीहरूले निराकरण गरिराखेकै भएको हुनाले धेरै कुराहरू मेरो भन्नु छैन। तर हामीहरूले मैले आज भने हाम्रो बागमती प्रदेशको सुरक्षा प्रमुखलाई हार्दिक स्वागत गर्दै मेरो चाहिँ भोलि नै उहाँ बागमती प्रदेशमै मिटिङ भएको हुनाले अलि चाँडै जानुपर्ने परिस्थिति आज गएन भने भोलिको मिटिङ भ्याइँदैन। त्यसैले आजै हिँड्नुपर्ने भएको हुनाले यो कार्यक्रमलाई मात्रै म पर्खेर बसेको थिएँ। त्यस कारणले छिटै मलाई समय दिनुहोस्, म उहाँलाई स्वागत मन्तव्य राखेर बिदा हुन्छु भनेर मात्रै राखेको हो। त्यस कारणले सबै साथीहरूलाई धन्यवाद दिँदै मेरो छोटो भनाइ यहाँ अन्त्य गर्न चाहन्छु। महत्त्वपूर्ण कुराहरू उठेका छन्। ती सन्दर्भमा तपाईँहरूले गरेका कुराहरू मैले पनि मनस्थितिमा टिपेको छु। त्यो सन्दर्भमा फेरि पनि सिडिओ साहब लगायत साथीहरूसँग बसेर निराकरण गर्नेतर्फ पहल गर्नेछु भन्ने वचनबद्धता व्यक्त गर्दै बिदा हुन चाहन्छु। धन्यवाद। जय नेपाल।